महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, यदि पृथ्वीबाट माहुरी नष्ट भयो भने त्यसको 4 वर्षभित्र सबै मानव प्रजाति नष्ट हुनेछ। माहुरी आफ्नो जीवनकालभरि कहिले पनि सुत्दैन। यो जीव यति धेरै मेहनती हुन्छ कि एक थोपा मह खोज्न लगभग 10 किलोमिटर टाढासम्म पुग्छ। आउनुहोस् जानौं आजको भिडियोमा पृथ्वीकै मेहनती जीव माहुरीका रोचक कुराहरू। माहुरीको मह हजारौं हजार वर्षसम्म पनि बिग्रिदैन, अर्थात् शुद्ध महको एक्सपायरी डेट नै हुँदैन। पृथ्वीमा भएका सबै खानामध्ये मह मात्र एउटा यस्तो खानेकुरा हो जसमा जीवन जिउन चाहिने आवश्यक सबै पोषक तत्त्वहरू पाइन्छ। मात्र 28 ग्राम महले एउटा माहुरीलाई पुरै पृथ्वी परिक्रमा गर्न सक्ने शक्ति प्रदान गर्छ। माहुरीको मह पहिले नै पचिसकेको हुनाले हामीले खाँदा करिब 20 मिनेटमै रगतमा पुगिसक्छ। माहुरीलाई 1 किलो महका लागि करिब 40 लाख फूलको रस लिनुपर्छ, साथै झण्डै 1,50,000 किलोमिटरको यात्रा गर्नुपर्छ। एउटा माहुरीले एक पटकमा 50 देखि 100 वटा फूलको रस संकलन गर्छ। माहुरीले 1 किलो मह बनाउन फूलहरू खोज्दै डुल्दा पार गरेको कुल दूरी जोड्ने हो भने पृथ्वीको वरिपरि 7 फन्को मारे जति नै हुन्छ। पृथ्वीलाई एकचोटि फन्को मार्दा 40,075 किलोमिटर यात्रा गर्नुपर्छ, अर्थात् 7 फन्को मार्दा माहुरीले 2,80,525 किलोमिटर यात्रा गरेपछि बल्ल 1 केजी मह बन्छ। 1 किलोग्राम महमा 3200 क्यालोरी शक्ति हुन्छ। यो क्यालोरी शक्ति भनेको 65 वटा अन्डा बराबरको हुन्छ। स्याउसँग तुलना गर्ने हो भने 12 किलो स्याउ खाए बराबर शक्ति दिन्छ यसले। 100 ग्राम मह बनाउन माहुरीले 10 लाख फूल चाहर्नुपर्छ। यो मेहनत माहुरीका लागि आफैमा विश्राम नै नहुने काम हो। माहुरीका लागि घारभित्रको तापक्रम सन्तुलन राख्न निकै महत्त्वपूर्ण हुन्छ। महको क्वालिटीलाई जस्ताको तस्तै बनाएर राख्नु र लार्भाको विकासको लागि उपयुक्त तापक्रम कायम राख्नु पर्ने हुन्छ। जसकारण गर्मी समयमा माहुरीले आफ्नो पहेँटा फरफराएर हावा निकाल्छ, जसले घरलाई चिसो राख्छ, जबकि हिउँदमा उनीहरू गुच्छामा सँगै बस्छन् र आफ्नो शरीरको तापले घरलाई न्यानो बनाइ राख्छन्। माहुरीहरू समूहमा सँगै बस्न मन पराउने जीव हुन्। उनीहरूको एउटा समाजमा एउटी मात्र रानी माहुरी हुन्छ, जुन यो समूहको प्रमुख माहुरी हो। त्यस्तै उनीहरूको समूहमा धेरै संख्यामा कामदार माहुरीहरू हुन्छन्। उनीहरूको काम भनेको रानीको हेरचाह गर्नु, मह संकलन गर्नु, घार सफा गर्नु र लार्भाको हेरचाह गर्नु हो। तीमध्ये केही ड्रोन माहुरी पनि हुन्छन्, जसको काम भनेको रानीसँग सम्भोग गर्नु हो। एउटा सामान्य माहुरीको उमेर 45 दिनको हुन्छ, तर रानी माहुरीको उमेर अन्य माहुरीको भन्दा 40 गुणा बढी हुन्छ, अर्थात् रानी माहुरीको उमेर 5 वर्षको हुन्छ। यो मात्रै अन्डा दिन सक्ने माहुरी हो। यसले एक दिनमै 2000 भन्दा बढी अन्डा दिन सक्छ। एउटा घरमा लगभग 20 देखि 60,000 श्रमिक माहुरी, 100 वटा भाले तथा एउटा रानी माहुरी हुन्छन्। तपाईलाई पत्यार नलाग्न सक्छ, तर माहुरीको पनि गणितीय बुद्धि हुन्छ। घर निर्माण गर्दा तिनीहरूले हेक्सागोनल यानि कि 6 वटा कोण भएको आकार प्रयोग गर्छन्। यो साइजले थोरै मोम प्रयोग गर्दा धेरै मह भण्डारण गर्ने ठाउँ बनाउँछ, जुन एउटा स्पेस अप्टिमाइजेसनको गतिलो उदाहरण हो। यति मात्र होइन, उनीहरू फूलसम्म पुग्नको लागि छोटो बाटो पनि रोज्न सक्छन्। जब केही माहुरीले आफ्ना गुण बनाउने ठाउँ भेटाउँछन्, तब यिनीहरूले आफ्ना अरू साथीहरूलाई बोलाउँछन्, अनौठो नाच देखाउने गर्छन्, जसलाई वागल नाच भनिन्छ। जति राम्रो ठाउँ भेटाउँछन् त्यति नै राम्रो नाच यिनीहरूले देखाउने गर्छन्। माहुरीले नृत्य मार्फत कुराकानी गर्ने गर्छन्। अन्ततः वागल नृत्य देखेपछि सबैभन्दा राम्रो गुण साइटमा जान अन्य माहुरीहरू सहमत भएपछि ठुलो आवाज निकालेर बाँकी झुन्ड र अन्य माहुरीहरूलाई आफ्नो निर्णय सुनाउँछन् र त्यहीँ पुगेर घर बनाउँछन्। माहुरीले 1 सेकेन्डमा करिब 200 पटक पहेँटा हल्लाउँछ। तिनीहरू लगभग 25 किलोमिटर प्रति घण्टाको गतिमा उड्ने गर्छन्। माहुरीहरू सबैभन्दा ठुलो पराग कण हुन्, यसले फूलहरू पराग सेचन गराउन मद्दत गराउँछ। यदि पृथ्वीबाट माहुरीहरू हटाइयो भने ग्रहको सम्पूर्ण इकोसिस्टम सजिलै नष्ट हुनेछ भनेर धेरै कम मानिसहरूलाई थाहा छ। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, यदि पृथ्वीबाट माहुरी नष्ट भयो भने त्यसको 4 वर्षभित्र मानव जाति नै नष्ट भएर जानेछ। हवस् त, यी माहुरीका तथ्यहरूमध्ये तपाईँलाई कुन चाहिँ रोचक लाग्यो र यस्तै खोजमूलक भिडियोका लागि ट्रिभेस टिभी हेर्दै गर्नुहोला। नमस्ते।